एउटा सानो टोकाइ, एउटा सामान्य सम्पर्क, तर त्यसकै कारण मानिसको ज्यान जान सक्छ भने तपाईँले कहिले सोच्नु भएको छ? जनावरबाट मानिसमा सर्ने यसै खतरनाक रोगलाई भनिन्छ जुनोटिक डिजिज। यस्ता रोग भाइरस, ब्याक्टेरिया, परजीवी वा फंगसका कारण फैलिन्छन्। संक्रमित जनावरको टोकाइ, रियाल, रगत, मासु, दूध वा प्रत्यक्ष सम्पर्कबाट रोग मानिसमा सर्ने गर्छ। जस्तै रेबिस, कुकुर वा जनावरको टोकाइबाट, बर्ड फ्लू, मस्ली पोल्ट्री, कोरोना, निफा भाइरस, स्वाइन फ्लू र स्क्रब टाइपस, साल्मोनेलोसिस, ह्यान्टाभाइरस जस्ता थुप्रै उदाहरणहरू छन्। वर्ल्ड हेल्थ अर्गनाइजेसनका अनुसार विश्वभरि देखिने नयाँ संक्रामक रोगमध्ये करिब 75% रोग जनावरबाट मानिसमा सर्ने गरेका छन्। साथै मानिसमा हुने संक्रामक रोगमध्ये 60% भन्दा बढी जुनोटिक डिजिज नै रहेका छन्। सन् 2019मा सुरु भएको कोरोना महामारी पनि जनावरबाट मानिसमा सरेको रोग मानिन्छ, जसले विश्वभर करोडौं मानिसलाई प्रभावित बनायो र लाखौंको ज्यान गयो। नेपालमा पनि यस्ता रोग गम्भीर चुनौती बन्दै गइरहेका छन्। यसका लागि सबैले याद राख्नुपर्ने महत्त्वपूर्ण कुराहरू भनेको कुनै पनि जनावरले टोकेपछि तुरुन्त साबुन र पानीले पखाल्नुपर्छ। बिरामी वा असामान्य व्यवहार देखिने जनावरबाट टाढा रहनुपर्छ। घरपालुवा जनावरलाई नियमित खोप लगाउनुपर्छ। मासु र दूध राम्रोसँग पकाएर वा उमालेर मात्र प्रयोग गर्नुपर्छ। सानो लक्षणलाई पनि बेवास्ता नगर्नुहोला। जनावरको रियाल, दिसा पिसाब वा सम्पर्कमा आएपछि साबुन पानीले राम्रोसँग धुनुहोला। जनावरबाट सर्ने रोग केवल पशुको समस्या होइन, यो मानव जीवनसँग जोडिएको गम्भीर जनस्वास्थ्य चुनौती हो। सो one bite, one contact, one virus, and sometimes no second chance.